उदाहरण एउटा दिन चाहन्छु। यो लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन, चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्र्याटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। अनि गरिब विपन्नको कुरामा मैले पहिल्यैदेखि भन्दै आएको यो साम्यवाद समाजवाद भनेको भाषणमा दिन एकदम सहज हुन्छ, मजा पनि आउँछ। तर साँच्चीकै साम्यवाद साँच्चीकै समाजवाद गर्ने भने हाम्रो काठमाडौँ महानगरपालिकामा मेयर हुँदाखेरिको म उदाहरण दिन चाहन्छु। हामीले विपन्नलाई जुन प्राइभेट स्कुलमा 10% स्कलरसिप दिनुपर्छ त्यसलाई इक्जाम लिएरै एकदमै मजाले लागू गरेका थियौँ। त्यहाँ चाहिँ विपन्नले एकदमै महँगा कलेजहरूमा पढ्न पाए। साँच्चीकै समाजवाद भने त्यो हो। र विभिन्न महँगा अस्पतालहरूमा पनि हाम्रो ऐन कानुन संविधान बमोजिम नै 10% बेड चाहिँ विपन्नलाई दिनुपर्छ भन्ने व्यवस्था थियो। त्यसको लागि हामीले वेबसाइट नै बनाएर प्राइभेट हस्पिटलहरूमा सर्जरीसम्म विपन्नलाई गराउने व्यवस्था गराएको थियौँ। त्यही हो समाजवाद साम्यवाद भने चाहिँ त्यस्तो कुरालाई भनिन्छ। र यही 10% विपन्नलाई दिनुपर्ने कुराहरू, शिक्षा र स्वास्थ्यका कुराहरू हामी देशैभरि लागू गर्न खोज्दैछौँ। यसको लागि विभिन्न जिल्लाहरूमा विभिन्न स्थानीय निकायहरूमा यसको लागि हामी सहकार्य गर्दै जानेछौँ। संविधानमा लेख्न त लेखियो फ्री शिक्षा फ्री स्वास्थ्य, तर सरकारको बजेट त्यो छ कि छैन भन्ने कुरा सोचिएन। त्यही भएर अहिलेको लागि हामीले सबैलाई नभएर विपन्न वर्गलाई, कम्तीमा विपन्न वर्गलाई चाहिँ फ्री शिक्षा फ्री स्वास्थ्य दिनमा हाम्रो नेपाल सरकार र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी त्यसमा चाहिँ एकदमै लागेको छ। धन्यवाद।